की बात, लेकिन यीशु कहता है ये धर लो प्यार, बिना दुश्मनी है यार। Yes, Lord Jesus. आज मानो उनकी संदेशा जो है सबसे निराला, चलना सीखो उनकी राहों पर, जिंदगी प्यार से भर जाएगा। Thank you, Jesus. Thank you, Holy Spirit. परमेश्वर का इच्छा है परमेश्वरको इच्छा रहेको छ build your family. तपाईको परिवारलाई निर्माण गर्नुहोस्। Relationship wholeheartedly. Take responsibility to rebuild your relationship. तपाईको सम्बन्धलाई चाहिँ पुनर्स्थापना गर्नलाई आफ्नो जिम्मेवारी लिनुहोस्। God wants that you should be love each other, परमेश्वरले चाहनुहुन्छ कि तपाईँ एकअर्कालाई प्रेम गरेको bear one another burden. अनि एकअर्कालाई सहनुहोस्। God wants that you should success in your relationship. अनि परमेश्वरले चाहनुसारको जीवन जिउनुहोस् र परमेश्वरले सफलताको जीवन दिनुहोस्। जो आत्माले चोरी गर्ने, जो जोड्न आउँदछ दाग अनि हत्या गर्ने, अनि जो चाहिँ हत्या गर्न आउँछ, यीशु आयो जीवन देने. र यीशु चाहिँ जीवन दिन आउनुभयो। God wants that you should love each other. परमेश्वर चाहनुहुन्छ कि तपाईँ एकअर्कालाई प्रेम गरेको। God wants that you should be the example in this world. अनि परमेश्वर चाहनुहुन्छ कि तपाईँ पृथ्वीमा चाहिँ उदाहरणीय जीवन बिताएको। Praise the Lord. Thank you, Jesus. Thank you, Father. Thank you, Jesus. God wants that your union should be strengthened, your union to be success. अनि परमेश्वर चाहनुहुन्छ कि तपाईँको एकता चाहिँ सफल भएको। God wants that you should be a victorious Christian life. अनि परमेश्वर चाहनुहुन्छ कि तपाईँ चाहिँ आज विजयको क्रिस्चियन जीवन जिएको। धन्यवाद पिता परमेश्वर. धन्यवाद छ परमेश्वर पिता। I bless म आशीष दिन्छु the husband and wife, श्रीमान श्रीमतीलाई, the children, उहाँको छोराछोरीलाई in the name of Jesus. अनि यीशुको नाउँमा Bind them together. मैले एउटैमा बाँध्दछु। Bind them together. एउटैमा बाँध्दछु। Mighty name of Jesus. सर्वशक्तिमान परमेश्वर। Amen. आमेन।